13 मेमा हुन गइरहेको एजुकेसन र माइग्रेसन सेमिनार जुन इन्टरलेस स्टडिजमा हुन गइरहेको छ, हामी तपाईहरुलाई धेरै कुराहरू त्यसमा एक्सप्लेन गर्छौं। तपाई पढिरहनु भएको छ भने तपाईले पढेको कोर्सबाट कसरी तपाईको पर्मानेन्ट रेजिडेन्सी लिड गर्न सक्छ, कसरी सेटल हुन सक्नुहुन्छ, त्यो कोर्सबाट कसरी स्किल एसेसमेन्ट भएर कसरी फ्युचरको पाथवेहरू बन्छ भन्ने कुरा एक्सप्लेन गर्छौं। जो जनरल स्किल माइग्रेसन 190, 491 र 189 को इन्भिटेसन पुरिरहनु भएको छ, उहाँहरुको लागि यही सिडनी बसेरै तपाईहरुलाई अप्सन हुन्छ कि अथवा तपाईहरु अन्त मुभ हुनुपर्छ भन्ने कुराहरु सल्लाह दिन्छौं। 491 र 190 को 2000 र 3000 कोटाहरु चाहिँ सेट गरिएको थियो भने 190 को 1919 र 491 को 1137 अलरेडी युज भइसकेको छ भने त्यहाँ सर्टेन कोटाहरु बाँकी छ। तपाईहरुको इन्भिटेसन आउने प्रोबेबिलिटी कस्तो छ भन्ने बारेमा पनि हामी तपाईहरुसँग डिस्कसन गर्छौं। र यदि तपाई आफ्नो अकुपेसनमा काम गरिरहनु भएको छैन भनेदेखि तपाईले अर्को पाथवे छैन अहिले भने अर्को पाथवे कुन तरिकाले आउन सक्छ भन्ने बारेमा पनि हामी त्यहाँ डिस्कस गर्छौं। त्यहाँ हाम्रो माइग्रेसन एजेन्टहरु हुनुहुन्छ जसलाई तपाईले क्वेशन सोध्न सक्नुहुन्छ र एन्सर पाउन सक्नुहुन्छ। त्यसैगरी हामीसँग धेरै एजुकेसन प्रोवाइडरहरु पनि आउनुहुन्छ र उहाँहरुको भएको कोर्सको चाहिँ अप्सनहरु के-केहरु छन् भन्ने कुरा पनि तपाईहरुले सोध्न सक्नुहुन्छ। सो तपाई सिडनीमा पढिरहनु भएको छ र जनरल स्किल माइग्रेसन अथवा एम्प्लोयर स्पोन्सर भिजाको अप्सनहरु हेरिरहनु भएको छ भनेदेखि इन्टरलेस स्टडिजको यो जुन एजुकेसन एन्ड माइग्रेसन सेमिनार जुन छ 13 मेमा, you can come and ask your questions.